प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मेरो च्यानलसँग जोडिनुभएका आम दर्शकहरूलाई अन्तरआत्माबाट आभार प्रकट गर्दै आज पनि म एउटा सानो भिडियो लिएर तपाईहरू सामु आइपुगेको छु। सबैलाई नमस्कार। हाल म अन्ना बेर्ग लोवर अस्ट्रियाबाट तपाईहरूलाई यो दृश्य देखाइरहेको छु। यो चाहिँ अस्ट्रिया देशको एउटा स्टेट हो अथवा एउटा राज्य हो। हाम्रो देशसँगै मिल्दोजुल्दो प्रकृति, मिल्दोजुल्दो भूगोल अथवा उस्तै देखिने ठाउँहरू रहेको यो अस्ट्रियाको ठाउँबाट अथवा मेरो हाल कर्मक्षेत्र भन्न चाहे कर्मभूमि कर्मस्थलबाट तपाईहरूलाई यो दृश्य देखाइरहेको छु। यो चाहिँ लोवर अस्ट्रिया राज्यभित्र पर्ने हिमाली भूभागको दृश्य हो। यो ठाउँमा अथवा यो देशमा चाहिँ सामुद्रिक सतहदेखि 600 मिटर भन्दा माथि जम्मा यो ठाउँको धेरै उच्चमा रहेको हिमालको नाम चाहिँ ग्रोसग्लोक्नर अथवा यसलाई ग्लोक्नर मात्रै पनि भन्ने गर्दा रहेछन्। यसको उचाइ चाहिँ 3798 मिटर मात्रै रहेको छ अथवा 600 मिटरदेखि 3798 मिटरसम्मको भूभागलाई हिमाली क्षेत्र अथवा आल्प रिजन भनेर भन्दो रहेछन् अस्ट्रियामा। हिउँदमा हिउँ परिसकेपछि यो ठाउँमा अथवा यो देशका यो हिमाली क्षेत्रहरूमा आन्तरिक साथै बाह्य पर्यटकहरूको धेरै घुइँचो लाग्ने रहेछ, किनकि हिउँदमा यो हिउँमाथि खेलिने एउटा खेल जसलाई स्की भनेर भन्दा रहेछन्, हिउँमा चिप्लेटी खेल्ने खेललाई स्की भनेर भनिने खेल अति नै रोमाञ्चकारी अथवा यो खेल खतरा र साथै रोमाञ्चक खेल पनि रहेको यहाँका स्थानीय बासिन्दाहरू बताउने गर्नुहुन्छ। हस्त तपाईको समयको लागि धन्यवाद भन्दै आजको भेटबाट बिदा लिन्छु। अर्को भिडियो लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा लिन्छु। हस्त नमस्कार।